गाइज हामीहरू चाहिँ अब पाइपलाइनतिर जाँदैछौँ बाइक चलाउन, बाइक सिकाउन भनौँ न हाम्रो नानीहरूलाई। अनि आजको सिकाउने काम भनेको चाहिँ कस्तो हुन्छ भन्दा चलाउन चाहिँ चलाउँछे, तर बाइक पल्ट्यो भने पल्टाउन अहिलेसम्म पल्टाइसक्यो, पल्ट्यो भने उठाउने कसरी, अनि ब्याक गर्न राखेको पार्किङबाट ब्याक गर्न सिकाउनु पऱ्यो होइन। अनि यस्ता यस्तो चाहिँ अलि उसलाई आउँदैन। अनि बाइक अब 150 सीसी स्प्लेन्डरबाट लाइसेन्स निकाल्न पाइने त्यस्तोको लागि हामी अब पाइपलाइन जाँदैछौँ। अमला छ खासमा बहिनीहरू पनि लिएर आएको छु, दुई दुईजनालाई हालेर। बाइक यता रहेको छ र यो ग्राउन्डमा यिनीहरूलाई मैले बाइक पल्ट्यो भने कसरी उठाउने, बाइक ब्याक गर्ने कसरी आफू बसेर, अनि यताउति सार्दै डोराएर सिकाउनु गइरहेको छु। हेरौँ कतिको सिक्छे। सिकाउनु पनि यही ग्राउन्डमा लिएर आएको थिएँ मैले पहिला अनि आज पनि यही चाहिँ हो। अगाडिको चक्का उठ्नुपर्छ। बाइक हिँड्नलाई पनि सिक्नु पऱ्यो के रे, बाइक बिग्रेर लाएर के होला यही त नि। त्यस्तो ब्रेक हान्दै कन्ट्रोलमा आउनु पर्यो। स्ट्यान्डको सिधा हुनु पऱ्यो क्या, बाइक उल्टाएर हुँदै हुनु हो, यति गर्नु पऱ्यो। आफूले ख्याल गर्ने हो क्या।
ल गाइस अब हामीहरू जाँदैछौँ यो बाटो। एकजना